नमस्ते सबैजनालाई। म आज मोटिभेसन दिन आएको होइन, म आज रियल एक्सपिरियन्स सेयर गर्न आएको छु। इन्जिनियरिङ फिल्डमा 10 वर्ष बिताउँदा मैले जब पनि गरेँ, कन्स्ट्रक्सन बिजनेस पनि गरेँ, कन्सल्टिङ पनि गरेँ र धेरै गल्तीहरू पनि गरेँ। मैले ढिलो बुझेको कुरा पनि धेरै छन्। आज म चाहन्छु तपाईले ती गल्ती रिपिट नगरोस्, करियर अर्ली स्टेजमै प्लान गरोस्। यो भिडियो अन्तिमसम्म हेर्नु होला, किनभने यो भिडियोले तपाईको इन्जिनियरिङ करियर प्रतिको सोच बदल्न सक्छ। हामी इन्जिनियरिङ सक्दा के सोच्छौं? एक्सपिरियन्स बढ्दै गयो भने स्यालेरी आफै बढ्छ, कम्पनीसँग लोयल भयो भने फ्युचर सेक्योर हुन्छ र 10 देखि 15 वर्षपछि त राम्रै कमाइ हुन्छ। यो सबैभन्दा ठूलो भ्रम हो। नेपालको रियालिटी हो, इन्जिनियरको स्यालेरी भन्दा छिटो उसको खर्च बढ्छ। आफ्नो खर्च, फ्यामिलीको खर्च, बिहे, बच्चा, लोन सबै थपिँदै जान्छ। धेरै इन्जिनियरले 10 देखि 15 वर्ष काम गरेपछि पनि आफूले कलेजमा सोचेको जस्तो स्यालेरी पुग्दैन। त्यसैले याद राख्नुहोस्, स्यालेरी करियर स्ट्र्याटेजी होइन, भ्यालु क्रिएसन करियर स्ट्र्याटेजी हो। अब तपाईलाई म नेक्स्ट 10 इयर्स सम्म के गर्ने भनेर प्र्याक्टिकल रोड म्याप दिन्छु, जसले नेपालमै बसेर वा विदेश जाने प्लान भए पनि दुवै सिनारियोमा काम गर्छ। र यसको कुरा हामी 3 वटा फेजमा गर्नेछौँ। फेज 1, ब्याचलर पछि 4 वर्ष एक्सप्लोर गर्नुहोस्। ब्याचलर सकिने बित्तिकै जे काम पाउँछ लिनुहोस्, स्यालेरी कम भए पनि। अरू सेक्टरमा अपर्च्युनिटी पायो भने जानुहोस् र एक्सप्लोर गर्नुहोस् अरू डिफ्रेन्ट फिल्ड। एउटै जबमा स्टिक भएर नबस्नुहोस्। पहिलो 4 वर्ष मज्जाले एक्सप्लोर गर्नुहोस्, साइट वर्क, डिजाइन वर्क, हाइड्रो पावर, भ्यालुएसन, एस्टिमेसन आदिमा। जब चेन्ज गर्नुहोस् लर्निङको लागि। म कुन काम गर्दा इन्जोय गर्छु र ग्रो गर्न सक्छु बुझ्नुहोस्। यी 4 वर्ष भनेको कम्फोर्टको लागि होइन, क्ल्यारिटीको लागि हो। अब आउँछ फेज 2, जुन हो 2 वर्ष। अर्को 2 वर्ष गर्नुहोस् तपाईले राइट मास्टर्स डिग्री। 4 वर्ष काम गरेपछि अब तपाईलाई थाहा हुन्छ तपाईको इन्ट्रेस्ट कहाँ छ। इन्जिनियरिङमै गर्ने कि बिजनेस स्टडिज गर्ने वा अन्य कुनै फिल्डमा जाने। नेपालमा धेरैले गल्ती के गर्छन् भन्दा ब्याचलर सकिने बित्तिकै मास्टर्स जोइन गर्छन्। इन्ट्रेस्ट क्लियर छैन भने डिग्री त हुन्छ, एक्सपर्टिज हुँदैन। मास्टर्स डिग्री यस्तो हुनुपर्छ कि तपाईको फिल्ड एक्सपोजरसँग म्याच गरोस्, फ्युचर करियरमा काम लाग्ने र इन्टरनेसनल लेभलमा भ्यालु दिने डिग्री गर्नुहोस्। डिग्रीलाई केवल सर्टिफिकेट भन्दा पनि इन डेप्थ नलेजको टुल बनाउनुहोस्। अब आउँछ फेज 3, अर्को 4 वर्ष एक्सपर्ट बन्ने समय। यो हो गेम चेन्जिङ फेज। अब जनरल इन्जिनियर भएर बस्नु हुन्न, अब एउटा वा 2 वटा कम्प्लिमेन्ट्री सेक्टरमा फोकस गर्नुहोस्। जस्तै स्ट्रक्चरल इन्जिनियर हुनुहुन्छ भने ट्रेनिङ पनि दिनुहोस् अथवा टिचिङ गर्नुहोस्। हाइड्रो पावरतिर काम गर्नुहुन्छ भने ब्याङ्क र इन्भेस्टरको कन्सल्टेन्ट पनि बन्ने ट्राई गर्नुहोस्। बिल्डिङ कन्स्ट्रक्सनमा हुनुहुन्छ भने कन्सल्टेन्टको पनि काम गर्नुहोस् सँगसँगै। यसरी तपाईँ रिप्लेसेबल इम्प्लोइ रहनुहुन्न, इन्डस्ट्री एक्सपर्ट बन्दै जानुहुन्छ। तपाईको टार्गेट हाई स्यालेरी वाला रोल अथवा असाइनमेन्ट फ्रम हाई एन्ड क्लाइन्ट हुनुपर्छ। त्यसको लागि चाहिन्छ नेटवर्क, भिजिबिलिटी र ट्रस्ट। नेपालको एउटा सक्सेस सिक्रेट हो नेटवर्किङ। काम मात्र राम्रो भएर पुग्दैन, मान्छेले तपाईलाई चिन्नुपर्छ। त्यसैले नेटवर्क बनाउनुहोस्, नलेज सेयर गर्नुहोस्, जसरी हुन्छ इन्डस्ट्रीमा भिजिबल हुनुहोस्। जब नेटवर्क र ट्रस्ट बढ्छ, क्रिटिकल असाइनमेन्ट तपाईलाई आउँछ, क्लाइन्ट आफै खोजेर आउँछ, स्यालेरी नेगोसिएट गरिराख्नु पर्दैन। त्यसपछि पैसा गोल हुँदैन, एक्सपर्टिज गोल हुन्छ। मेरो पर्सनल गल्ती र सिकाइ भन्नुपर्दा मैले करियर प्लानिङ ढिलो गरेँ, अर्निङमा धेरै फोकस गरेँ र एक्सपर्टिज बिल्ड गर्न टाइम लाग्यो। त्यसैले म चाहन्छु तपाईले अर्ली प्लान गरोस् र 30 वर्षको उमेरमा कन्फ्युज होइन, एउटा कन्फिडेन्ट इन्जिनियर बन्नुहोस्। फाइनली मेरो मेसेज के छ त भन्दाखेरि इन्जिनियरिङ स्प्रिन्ट होइन, यो म्याराथन हो। यदि तपाईलाई अर्ली इयर्समै क्ल्यारिटी आउँछ, राइट टाइममा स्पेशलाइज गर्नुहुन्छ र एक्सपर्टिज डेभलप गर्नुहुन्छ भने त्यसपछि काम तपाईले खोज्नु पर्दैन, कामले तपाईलाई खोज्छ र पैसा अटोमेटिक आउँछ।